आज चाहिँ हामीले खाए एकदमै मिठो खसीको टाउको झोल। लेकिन ये साला कर क्या रहा है मेरो यहाँ पे? हस्बेन्डले के बनाउनु हुँदको के बनाउनु भएको खसीको टाउको अरे कोनी मलाई त आउँदैन कस्तो डरलाग्दो छ अरे टाउको ओ पैसा। लेकिन ये साला कर क्या रहा है यहाँ पे? मेरो हस्बेन्डले चाहिँ यहाँनिर खसीको टाउको छिल्नु हुँदैछ अन्त अब यसलाई यस्तो मजाले छिल्नु हुँदैछ कि अन्त मलाई भन्नुभयो यो दिमागहरू कानहरू चाहिँ अलग्गै भुट्नु भन्नुभयो। त्यसको लागि चाहिँ बेसी मेहनत होइन, जस्ट एउटा अनियन काट्नु अन्त यो कान सान दिमागहरू काटेर चाहिँ अलिकति भुटेर तर लास्टमा चाहिँ दिमाग हाल्नुपर्छ किनकि यो चाहिँ छिट्टो पिग्ली जाँदो रहेछ। अन्त त्यही लागि हाल्नु। अन्त यहाँ चाहिँ मैले टाउको झोल बनाउनु पनि रेडी गरेँ। यहाँ पुरा झोल हाल्दै र यसलाई सुक्नु दिएँ र प्रेसर कुकरमा मैले 10 सिटी लगाएर पकाएको है। यो चाहिँ आज बिहानको यही हो खाना हामी दोस्रो। अन्त यही खाएँ। अन्त यो थियो, अन्त यो दिमागहरू थियो, अन्त स्यालेडहरू चटनी बनाएको थिएँ। खानुमा बहुत ज्यादा टेस्टी भयो।